बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि 심지어담 제 대화단 대비 교단 되면 유지 심지어담 제 동알단 동알 교단 참는 유지 심지어담 제 동알 매배 대화단 맨다와 심지어담 제 일인 차단이단 대비 단념란 내버려 교르지 सर्वप्रथम बुद्ध रत्न धर्म रत्न संघ रत्न त्रिरत्नलाई रोकेर आज यहाँ बुद्ध शाक्य मुनि देवलोक अवतरण दिवस को विषयमा परिचय गर्न चाहन्छु यहाँ यो भिडियो हेर्नु भएको सर्व प्राणीहरूलाई अनि हार्दिक नमस्कार भन्न चाहन्छु एकमा रिस राग देखि नहेरेर यो मन एउटा सफा द्वारा हेर्यो भने बुद्ध शाक्यमुनि भन्ने चाहिँ बौद्ध मात्र नभएर सर्व प्राणीहरूलाई सुख कसरी प्राप्त गर्ने दुःखलाई कसरी अनि हटाउने त्याग्ने त्यस्तो त्यो कसरी गर्ने विषयमा मार्ग देखाउने एउटा महान व्यक्ति एउटा चाहिँ भएको छ अब बुद्धको चेलाद्वारा हामीले विचार गर्यो भनेदेखि बुद्ध शाक्यमुनि चाहिँ हाम्रो हामीले मनभित्रदेखि मान्ने उहाँको शरणमा जाने त्यस्तो महागुरु महाबुद्ध एउटा चाहिँ उहाँ हो अब आज यहाँ चाहिँ अनि बुद्धको अनि यो बुद्धको अनि 8 प्रकारको अनि महोत्सव दिवस भन्छ त्यो भित्रमा चाहिँ आजको चाहिँ मैले यहाँ देवलोक अवतरण दिवसको विषयमा चाहिँ परिचय गर्दैछु यो चाहिँ हामी एउटा बुद्धको चेला बौद्ध अनि लम्बीहरूलाई धेरै महत्त्वपूर्ण हो हामी बुद्धको चेला बौद्धहरूले जहिले पनि हामीले बुद्धलाई याद गर्नुपर्ने धेरै महत्त्वपूर्ण हो खास गरेर बुद्धको दिवसहरू सबै थाहा भएर एक वर्षको भित्र 8वटा उहाँको अनि महोत्सव एवं अनि त्यो दिवस छ त्योहरू हामीले चाहिँ अनि जानकार गर्नुपर्ने धेरै महत्त्वपूर्ण हो त्यस्तो समयमा हामीले अनि धर्महरू गर्ने बुद्धलाई याद गरेर अनि बुद्ध वहीँ जस्तो होस् भन्ने प्रार्थनाहरू गर्ने त्यसको लागि आफैले पनि बुद्ध जस्तो हुनुको लागि कोसिस पनि गर्ने त्यो ध्यान अभ्यासहरू पनि गर्नुपर्ने धेरै जरुरी छ त्यसो कारणले मैले यहाँ चाहिँ आज उहाँको
त्यो चाहिँ परिचय गर्दैछु। हुनु चाहिँ अनि अहिले देवलोक अवतरण दिवस भन्नेको अनि त्यो मतलब चाहिँ के हो भनेदेखि हुनु चाहिँ बुद्धको लीलामा धेरै किसिमको छ, 12वटा छ होइन। त्यसमा बुद्धले अनि बुद्धको त्यो 12वटा लीलामा बुद्ध स्वयं अनि त्यो बुद्धता प्राप्त गर्नु सकेको पछि उहाँले धर्मदेशना गर्नुभएको थियो। त्यो धर्मदेशनाद्वारा चाहिँ धेरै अनि धेरै बुद्धको चेलाहरू अनि सङ्घ भन्ने त्यस्तो अनि भएको थियो। अब त्यस्तो भएर चाहिँ अनि बुद्धले चाहिँ अनि उहाँहरूलाई अनि त्यो यार्ने भन्छ, कहिले यो 1 वर्षको भित्र चाहिँ अनि यो बारिसको बेलामा धेरै किराहरू भएको कारणले त्यस्तो किराहरू सबैलाई त्यो दुःख नहुने अनि त्यो किरा नमर्नुको लागि गुरुहरू कहिले अनि त्यो संयम भन्छ, हामी त्यो उहाँहरू अनि त्यो यताउता जानुपर्ने हुन्छ। बिहान ध्यान अभ्यास गरेर दिउँसो खानाको लागि यताउता जानुपर्ने हुन्छ, संयम भन्छ। त्यस्तो बेलामा त्यो अहिले बारिसको बेलामा चाहिँ यसरी गयो भने अनि धेरै किराहरू मर्ने त्यस्तो हुनसक्छ। त्यसो कारणले त्यो अनि 3 महिनामा चाहिँ बारिसको बेलामा अनि हाम्रो यो सङ्घहरू सबै अनि बसेर चाहिँ अनि ध्यान गर्ने त्यस्तो अनि उहाँले एउटा कार्य एउटा चाहिँ बनाउनु भएको छ। अब त्यो चाहिँ अब अनि यस्तो बस्नुपर्ने बेला पनि भएको थियो। हुनु चाहिँ अनि बुद्ध उहाँ चाहिँ अनि 41 वर्ष पुग्नु अनि हुँदाखेरि अनि उहाँले अब हामी यो वर्षमा चाहिँ अघि भनेको जस्तो यार्ने भन्छ, 3 महिना हामी यसरी बस्नु पर्यो। तर यो बेलामा चाहिँ हामी चाहिँ अनि देवादेवीहरू भएको देवलोक भन्छ नि, देवलोकमा चाहिँ हामी अनि बस्ने भनेर चाहिँ उहाँले भन्नुभयो। तर त्यो भन्नुपर्ने कारण चाहिँ के हो भनेदेखि बुद्धको आफ्नो आमा उहाँ चाहिँ अनि त्यहाँ के भन्छ देवलोकको भित्रमा चाहिँ ठान्ने सुम्जु चसुम भन्छ, 33 कोटी देवलोक भन्ने त्यस्तो अनि ठाउँमा चाहिँ उहाँ चाहिँ त्यहाँ जन्म लिएको छ। अनि आफ्नो आमालाई अनि महादेवी उहाँलाई कृपा अनि उहाँको धेरै आमाको ठुलो कृपा भएको कारणले त्यो कृपा चोक्नुको लागि र अनि आमालाई धर्म प्रवचन पनि गर्नु पर्यो, धर्म देशना दिनुपर्ने त्यो पनि समयमा पुग्यो। त्यसमाथि अनि देवादेवीहरू अनि विनेक पर्ने समय त्यस्तो पनि भएको थियो। त्यही कारणले अनि बुद्धले चाहिँ अनि सङ्घहरूलाई के भन्नुभयो भने अब यस पाल हामी यार्ने भन्ने चाहिँ अनि हामी माथि अघि भनेको 33 कोटी देवलोक त्यसमा चाहिँ हामी गएर त्यहाँ बसौँ भनेर चाहिँ उहाँले भन्नुभयो। त्यसो कारणले सङ्घको भित्र अनि रिग्दी शक्ति भएको अनि अरू सबै
अनि मेरोसँग जाउँ भनेर चाहिँ बुद्धले भनेर चाहिँ उहाँहरू सबै त्यहाँ 33 कोटी देवलोकमा चाहिँ अनि पाल्नु भयो। अनि त्यहाँ पुगेर चाहिँ 3 महिना जति चाहिँ त्यहाँदेखि देवलोकमा बस्नुभयो। त्यो बेलामा आमालाई पनि धर्मदेशनाहरू सबै दिनुभयो। अनि देवादेवहरू सबैलाई पनि धर्मदेशनाहरू सबै गर्नुभयो। त्यो गरेर चाहिँ अनि त्यहाँ उहाँ बुद्ध शाक्य मुनि र अनि त्यो के अरे सङ्घ अर्हत सङ्घ उहाँहरू सबै उहाँहरू त्यो बेलामा अनि 8,000 अनि अर्हत अनि सङ्घहरू भएको थियो उहाँहरू। अब त्यो बेलामा चाहिँ अब बुद्ध शाक्य मुनि देवलोकमा बस्नुभयो। अब तल हाम्रो यो हामी तल मानव त्यो के अरे मानव लोकमा चाहिँ अनि धर्मराज बिम्बेसाला उहाँ अनि त्यो बुद्धको चेला धेरै नै छ। अब उहाँहरू चाहिँ अनि बुद्ध देवलोकमा पाल्नु भएको थाहा नभयो, थाहा चाहिँ छैन। उहाँहरूले चाहिँ बुद्ध शाक्य मुनिलाई धेरै आस्था भएको कारणले अनि समय समयमा चाहिँ उहाँहरू बुद्धलाई दर्शन लिनु जान्दैछ। त्यसो कारणले अब एक दिन राजा बिम्बेसाल उहाँको सोचमा अब मैले बुद्धलाई दर्शन लिनु पर्यो भनेर चाहिँ दर्शन लिनु गएको थियो। तर बुद्ध अनि त्यहाँ भएको थिएन। त्यो बेलामा बुद्धको अनि सट्टामा उहाँको चेला धेरै शक्ति भएको अनि मङ्गल पुत्र चाहिँ उहाँ त्यहाँ थियो। अनि राजा बिम्बेसालले अनि मङ्गल पुत्रलाई अनि बुद्ध शाक्य मुनि बुद्ध भगवान अनि कहाँ छ भनेर चाहिँ भन्नुभयो, मलाई दर्शन चाहेको थियो भने। अनि मङ्गलको पुत्रले बुद्ध भगवान अहिले यहाँ हुनुहुँदैन, उहाँ चाहिँ देवलोकमा अनि धर्म देशन गर्नु पाल्नुभयो भनेर चाहिँ अनि सूचना चाहिँ दिए। अब त्यो बेलामा अब राजा बिम्बेसालले अब उहाँ छिटो अनि आउँछ होला भनेर चाहिँ उहाँ फेरि फर्केर चाहिँ आफ्नो त्यो राजधानीमा चाहिँ जानुभयो। अनि त्यो बेलामा अब चेलाहरू धेरै दर्शन लिनु आएको छ, उहाँहरू सबै आफ्नो आफ्नो घरमा चाहिँ पाल्नुभयो। अब पछि फेरि 2 महिनाको पछि फेरि एकचोटि यसो दर्शन लिनु गएको थियो। त्यो बेलामा पनि अनि बुद्ध शाक्य मुनि त्यहाँ चाहिँ अनि छैन। अब त्यो बेलामा अनि त्यो राजा बिम्बेसाल र अनि अब धेरै अनि मान्छेहरू बुद्धलाई धेरै याद भएर चाहिँ उहाँको दर्शन चाह्यो, धर्महरू सुन्नु पर्यो भनेको त्यस्तो धेरै विचार भयो। त्यो भएर चाहिँ अनि मङ्गल पुत्रलाई अब तपाईँ चाहिँ देवलोकमा गएर अनि बुद्ध शाक्य मुनिलाई यसरी अनि भन्नुहोस्, अब हामी सबै तपाईँले याद गर्दैछु, तपाईँ हाम्रो अनि मानव लोकमा चाहिँ आउनुहोस् भनेर चाहिँ अनुरोध चाहिँ गरिदिनुहोस् भनेर चाहिँ उहाँले अनि त्यो के भन्छ राजा बिम्बेसालले र मान्छेहरूले चाहिँ यसरी उहाँले चाहिँ त्यो अनुरोध गरेको थियो। त्यो कारणले अनि मङ्गल पुत्र चाहिँ उहाँले पनि अघि भनेको रिक्ति शक्ति चाहिँ उहाँलाई पनि छ। अनि मङ्गल पुत्र चाहिँ रिक्ति शक्तिद्वारा चाहिँ अनि देवलोकमा चाहिँ पाल्नु भएर अनि गौतम बुद्ध शाक्य मुनिलाई दर्शन पनि लिएर चाहिँ अनि राजा बिम्बेसालदेखि लिएर मान्छेहरूले
के भन्नुभएको त्यो अनुरोध जो गर्नुपर्नेहरू सबै चाहिँ गर्नुभयो। त्यो अनुरोध गरेको कारणले अनि फेरि अनि बुद्ध शाक्यमुनिले ल म 7 दिनको पछि चाहिँ अनि म मानव लोकमा चाहिँ आउँछु भनेर चाहिँ भन्नुभयो। अब त्यसपछि अनि फेरि अनि मङ्गलपुत्र चाहिँ अनि तल मानव लोकमा आएर अनि राजा बिम्बिसारदेखि लिएर सबैलाई सूचना चाहिँ दियो। अब बुद्ध शाक्यमुनि 7 दिनको पछि चाहिँ आउनुहुन्छ भनेर चाहिँ। अनि तल सबैले अब 7 दिनको पछि आउँछ भनेको कारणले सबै खुसी भएर चाहिँ सबैले आफ्नो आफ्नो हातमा अनि त्यो के अरे पूजा सामानहरू चाहिँ अब हाम्रो यो फुलदेखि लिएर मालादेखि लिएर कपडादेखि लिएर सबै तयार गरेर चाहिँ बस्नुभयो। फेरि माथि त्यो देवलोकमा भने बुद्धले अब म 7 दिनको पछि अनि मानव लोकमा जान्छु भनेर भन्नुभएको कारणले अनि त्यहाँको देवको राजा ग्याजिन भन्छ अनि ग्याजिन र छाङबा भन्छ। अब यो नेपालीमा शब्द चाहिँ आएन। उहाँहरूले अनि अब यदि बुद्ध शाक्यमुनि मानव लोकमा पाल्नु हो भनेदेखि हामी तयार गर्छु भनेर चाहिँ अनि त्यो विश्वकर्मा भन्ने उहाँलाई चाहिँ अनि यो के अरे सुनको भर्याङ बनाउनु दिनुभयो। त्यसमा अनि 7वटा रत्न मिसाएर बनाउने भनेर चाहिँ बनाउनु दियो। अब त्यसको बिचमा चाहिँ वेन्ड्रुरिएको अनि रत्न चाहिँ राखेको छ। अब यतापट्टि एउटा भर्याङ बनाउँछ त्यो चाहिँ अनि पित्तलको होइन चाँदीको भर्याङ। अनि उतापट्टि अर्को एउटा भर्याङ छ त्यो चाहिँ तामाको अनि भर्याङ। त्यसरी 3वटा भर्याङ चाहिँ अनि बनायो। त्यो बनाएर चाहिँ अनि अब बुद्ध शाक्यमुनि पाल्नु बेलामा चाहिँ बीचको भर्याङमा जहाँ बेडुरिएको रत्नको त्यो राखेको छ त्यसमा चाहिँ अनि बुद्ध शाक्यमुनि स्वयं पाल्नुभयो। अनि यतापट्टि के अरे चाँदीको भर्याङमा चाहिँ अनि छाङबा भन्छ ब्राह्मण हो। ब्राह्मण देवा उहाँ चाहिँ अनि उहाँले चाहिँ hlungyap भन्छ। यसरी त्यो गर्मीको बेलामा त्यो शीतल त्यो आउनुको लागि त्यो गर्छ नि त्यो चाहिँ ल्याएर बस्नुभएको छ। अनि उतापट्टि चाहिँ ग्याजिनले चाहिँ अनि हाम्रो यो दुख भन्छ नि गुरुहरू यसरी पाल्नु बेलामा माथि हामीले राख्छ नि त्यो दुख भन्छ सेतो दुख भन्छ। त्यो चाहिँ हातमा ल्याएर चाहिँ अनि आउँदै कसा त्यो भर्याङमा चाहिँ आउँदैछ। यसरी गरेर अनि वारिबारीमा चाहिँ देवादेवीहरू सबैले यो के अरे पूजा सामानहरू सबै ल्याएर चाहिँ अनि बुद्ध शाक्यमुनि अनि के अरे 8,000को अनि त्यो सङ्घार रत्नहरू सबै अनि के अरे मानव लोकमा चाहिँ अनि आउनुभएको। अब त्यो मानव लोक भने त्यो बेलामा कहाँ हो भनेदेखि भारतको सङ्गसे भन्ने जग्गा एउटा छ। अहिले पनि छ। दिल्लीदेखि 6-7 घन्टा गयो भने त्यहाँ पुग्छ। सङ्गसे भन्छ हो। त्यो जग्गामा चाहिँ अनि बुद्ध शाक्यमुनि त्यो के अरे देवलोकबाट मानव लोकमा अवतरण गर्ने चाहिँ हो जग्गा चाहिँ कहाँ हो भनेदेखि सङ्गसे हो। त्यहाँ चाहिँ अनि आउनुभयो। त्यसो कारणले अहिले के अरे देवलोक अवतरण दिवस र देवलोक अवतरण महोत्सव भन्ने त्यसको मतलब चाहिँ त्यो हो। त्यो हामी
बुद्धको चेलाहरू सबैले थाहा हुनुपर्छ। अब यो सँगै मैले यहाँ के भन्नु अनुरोध गर्नु चाहेको छ, अब हामी बुद्धको चेलाहरूले यस्तो अनि महोत्सव त्यो यस्तो समय यस्तो अनि ठुलो समय है, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ गुरुहरूले भन्छ लम खुङमेन नम्दर जिन्जुक दुइचे न्याम्लेन भनेको छ। त्यो चाहिँ अनि गुरुहरूको अनि के अरे इतिहास अनि इतिहासमा ध्यान दिएर हामी आफै पनि त्यही जस्तो गर्नुपर्छ भनेको छ। त्यसो कारणले अहिले म के भन्न चाहन्छु भन्दा हाम्रो सबभन्दा ठुलो गुरु चाहिँ अनि बुद्ध शाक्यमुनि उहाँ हो। त्यसो कारणले हामीले बुद्ध शाक्यमुनिको यो लीलाहरू अनि इतिहासहरू सबै पढेर हामी बुद्धको चेलाहरूले पनि हामी पनि उहाँ जस्तो होस् भन्ने त्यस्तो हामीले विचार राख्नुपर्छ। त्यस्तो हामी प्रार्थना पनि गर्नुपर्छ, प्रयोग पनि गर्नुपर्छ। खास गरेर बुद्धको चेलाहरूले यस्तो महत्त्वपूर्ण समयमा हामीले चाहिँ अनि आफूले जति सक्दो धर्मलाई अनि धर्म पढ्ने, धर्मलाई सुन्ने, धर्मलाई चिन्तन गर्ने, धर्मलाई ध्यान अभ्यास चाहिँ गर्नुपर्छ। अनि यस्तो समयमा चाहिँ हामीले पुण्य पनि कमाउनुपर्छ। नमकर गिवी लेला चुन भनेको छ। त्यसो कारणले हामीले एउटा चाहिँ थाहा हुनुपर्छ, यो कार्य चाहिँ धर्म हो कि यो कार्य चाहिँ कुशल कर्म हो कि अकुशल कर्म हो भने चाहिँ यो कर्म त्यो चाहिँ नगर्नुको अगाडि विचार सोचमा भर पर्छ। बुद्ध स्वयंले भने छेनम यिकी रङसिन ते यिनी चोसिङ्गल डो भनेको छ। यो कार्य चाहिँ कुशल कर्म हो, यो कार्य चाहिँ अकुशल कर्म हो, पाप हो भने, यो धर्मको हो यो पाप हो भन्ने यो कार्य चाहिँ कसरी हामीले छुटाउनु पर्छ भनेदेखि यो जो कार्य गर्नु दिने एउटा विचार सोच हुन्छ नि, त्यसलाई चाहिँ पूर्व सोच भन्छ। त्यसो कारणले पूर्व सोच चाहिँ धर्ममा गएको कुशलमा गयो भने त्यो कार्य पनि कुशल हुन्छ। पूर्व सोच चाहिँ अकुशलमा गयो पापमा गयो भनेदेखि त्यो कार्य पनि अनि अकुशल पाप हुन्छ। त्यो हामीले थाहा हुनु पर्यो। दोस्रोमा चाहिँ धर्म यो चाहिँ के अरे कुशल कर्म यो चाहिँ ठुलो हो सानो हो, यो अकुशल कर्म ठुलो हो सानो हो भन्ने कुशल कर्म अकुशल कर्म ठुलो र सानो भने चाहिँ कहाँ भर पर्छ भनेदेखि यो के अरे 5 बललाई भर पर्छ। म आज यो भन्नु चाहन्छु 5 बल भन्छ नि, 5 बल भने चाहिँ के हो भनेदेखि एउटा चाहिँ म यो सम्बुद्ध लेबी सँगै भन्छु, तपाईँहरूले पनि फाइदा हुन्छ। सम्बुद्ध लेबीमा तिप्ती लेबीमा तिप्ती भाषामा चाहिँ सिङकी तोप भन्छ र याङ्ना युल्की तोप। सिङकी तोप भने चाहिँ नेपालीमा क्षेत्र बल भन्छ। सिङ भने क्षेत्र बल भन्छ है एउटा। दोस्रो चाहिँ अनि तिप्ती भाषामा के भन्छ भनेदेखि अनि सम्बे तोप भन्छ। यसलाई नेपालीमा विचार बल र आशय बल भन्छ दोस्रो। अब तेस्रोमा चाहिँ के भन्छ भनेदेखि जरुरत तोप भन्छ। जरुरत तोप भने चाहिँ नेपालीमा चाहिँ प्रयोग बल भन्छ, प्रयोग बल। अब चौथोमा चाहिँ अनि तिब्बती भाषामा के भन्छ तेङखी तोप भन्छ। तेङखी तोप यो नेपालीमा चाहिँ के भन्छ भनेदेखि आश्चर्य बल भन्छ, आश्चर्य बल।
अब पाँचौँमा चाहिँ अनि के अरे तिब्तीमा चाहिँ के भन्छ थुकी तोप भन्छ नेपालीमा के भन्छ समाया भल भन्छ त्यसो गरेर 5 प्रकारको भल यो हामीले थाहा हुनुपर्छ त्यसो कारणले अब उदाहरणमा यदि हामीले दान दिनु बेलामा 1 रुपैयाँ मात्र हो दिने चाहिँ तर त्यो दिने चाहिँ त्यो दिएको त्यो दानमा दिनु बेलामा त्यो दानको के अरे अभ्यास चाहिँ ठुलो कुशल हुनुको लागि हामीले यो 5वटा भल हामीले जानेर थाहा भएर त्यो द्वारा गर्यो भने धेरै फल ठुलो मिल्छ हुनु त 1 रुपैयाँ मात्र दान दिएको हो तर त्यो दिनु बेलामा है पहिला यो अघि भनेको क्षेत्र भल है क्षेत्र भलमा अब कोही मान्छेलाई 1 रुपैयाँ दिनु बेलामा म यो तेन्जिन भन्ने एउटा मान्छे छ उहाँलाई म 1 रुपैयाँ दिन्छु भन्ने दिनु बेलामा क्षेत्र बल चाहिँ तेन्जिन भयो नि एउटा व्यक्ति हो है सामान्य अब यही 1 रुपैयाँ चाहिँ मैले बुद्धलाई चढाउँछु धर्मरत्नलाई चढाउँछु खास गरेर सङ्घरत्नलाई चढाउँछु भनेर यो दान दियो भने यो कसलाई दिएको त्रिरत्न अब त्रिरत्नको बल चाहिँ के हो अहिले भनेको अनि के अरे क्षेत्र बल अब त्यस्तै समय मान्छेले 1 रुपैयाँ दिएको र त्रिरत्नलाई 1 रुपैयाँ चढाएको त्यो चाहिँ दिनु त 1 रुपैयाँ दिएको हो तर त्यो दुईमा चाहिँ कुन कुशल ठुलो हो भनेदेखि त्रिरत्नलाई दिएको चाहिँ ठुलो भयो त्यो के कारणले अहिले भनेको क्षेत्र बलको कारणले सिङतोप किसनम यो एउटा अब त्यही 1 रुपैयाँ दिनु बेलामा मान्छेलाई हेपेर मनको सोचमा हुन्छ नि त्यो के भन्छ रिस राग दोष हुन्छ नि नराम्रो सोचले हेपेर दिएको 1 रुपैयाँ दिएको हो तर हेपेर दिएको र औ यो दिएको चाहिँ मान्छेले दिनु बेलामा मनको भित्र सोच के अरे बुद्ध धर्म सङ्घरत्नको शरणमा जान्छु भन्ने अनि हाम्रो यो के भन्छ सोच हुन्छ फेरि हाम्रो मनको भित्र अनि बुद्धिचितको सोच हुन्छ बुद्धिचितको सोचद्वारा दिनु चाहिँ 1 रुपैयाँ मात्र हो तर बुद्धिचितको विचार सोचद्वारा दिएको र हेपेर दिएकोमा कुन कर्म ठुलो हुन्छ कुन कुशल ठुलो हुन्छ भनेदेखि बुद्धिचित सोचद्वारा दिएको छ त्यो कारण के हो भनेदेखि यो आशय बल चाहिँ धेरै ठुलो भएको छ बुद्धिचित भन्नेको अनि त्यो चाहिँ आशय बल धेरै ठुलो हो नि त्यस्तोमा यसरी हामीले चाहिँ थाहा हुनु पर्यो अब तेस्रोमा चाहिँ अब त्यही 1 रुपैयाँ दिने चाहिँ त्यही 1 रुपैयाँ हो तर दिनु बेलामा चाहिँ कोही मान्छेले चाहिँ अब धेरै दुःख नगरेर यस्तो प्रयोग धेरै दुःख नगरेर चाहिँ दिने त्यस्तो पनि हुन्छ नि है अब एउटा चाहिँ के हुन्छ भनेदेखि आफ्नो त्यो मनभित्रदेखि अरूलाई धेरै आदर सम्मान पनि राख्ने त्यो दिनु बेलामा जति गाह्रो भयो भने जति अनि बाधा आयो भनेदेखि तर मैले यो दानको अभ्यास चाहिँ गर्नै पर्छ भनेर चाहिँ अनि त्यसरी गरेर अनि प्रयोग राम्रो गरेर चाहिँ तपाईले दियो भने अब के फरक भयो त्यो प्रयोगमा फरक भयो त्यसो कारणले प्रयोग भल भनेछ जति आफूले त्यो अभ्यास ध्यान के अरे ध्यान र अभ्यास अहिले यहाँ चाहिँ दान दिएको चाहिँ अभ्यास हो नि त्यस्तोहरू आफूले दुःख गरेर जति गर्यो भनेदेखि त्यति आफूले चाहिँ अनि कर्म चाहिँ के अरे कुशल कर्म चाहिँ ठुलो हुन्छ यो चाहिँ के को बलदेखि भएको हो भनेदेखि प्रयोग बलद्वारा भएको यो चाहिँ एउटा
चौथोमा चाहिँ अनि के हो भनेदेखि तेङ्गितोप तपाईँले आश्चर्य बल भने चाहिँ के हो एउटा व्यक्ति आफूलाई शील के पनि नभएको है यो के अरे अनि शीलको भित्र धेरै शील हुन्छ नि शरण गमनको शील अनि त्यसको माथि घेङ्गिनको शील भन्छ खर साथी पञ्चशीलको शील अनि त्यसको माथि के अरे त्यो के अरे भिक्षुको शील त्यसको माथि अनि बुद्धिचित्तको शील बुद्धिसत्वको शील त्यसको माथि अनि बौद्धको तन्त्रको शील हुन्छ नि त्यस्तो के पनि नभएको शील बिना शील नभएको व्यक्तिले अनि 1 रुपैयाँ दान दिएको के अरे कर्म कुशल कर्म भन्दा यस्तो शील आफूलाई त्यस्तो शील प्राप्त भएर अनि 1 रुपैयाँ दान दिएको कर्म चाहिँ के अरे कुशल कर्म चाहिँ कुन ठुलो भनेदेखि शील भएको चाहिँ ठुलो फेरि शील भएकोमा पनि अघि भनेको दोस्तो पञ्चशील भएर अनि त्यो दान दिने भन्दा त्यो के अरे पञ्चशील प्राप्त भएर दान दिएको भन्दा अनि भिक्षुको शील प्राप्त भएर दान दिएको चाहिँ कुशल कर्म चाहिँ ठुलो फेरि त्यो भन्दा बुद्धिचित्तको शील प्राप्त भएर दान दिएको ठुलो त्यो भन्दा बौद्धको तन्त्रको शील प्राप्त भएर दिएको चाहिँ ठुलो त्योहरूलाई चाहिँ के भन्छ भनेदेखि आश्चर्य बलद्वारा अनि कुशल कर्म ठुलो भने चाहिँ यसरी भन्छ यो थाहा हुनुपर्छ यो एउटा ज्ञान हो अब पाँचौँमा चाहिँ के हो भनेदेखि अनि समय बल त्यसो कारणले समय बल भने चाहिँ हामी त्यो हुन्छ नि के अरे अब त्यो तिप्तीको त्यसमा भन्छ नि छेपाचिङ्गी सुम भन्छ नि 1 तारिक 2 तारिक अब त्यो तारिक भने चाहिँ हुनुहुन्न तर भने त्यो के अरे छेपाचिङ्गी सुम त्यस्तोमा 1 रुपैयाँ दान दिएको भन्दा छेपागे छेपाचु पुर्ने छेपाच्योङ अनि औँसी नमगाङ त्यस्तोमा दान दियो भने ठुलो त्यो कारण के हो भनेदेखि समय बलद्वारा हो अब त्यस्तो समयमा के अरे दान दिएको भन्दा जन बुद्ध शाक्य मुनिको अघि मैले भनेको 8 प्रकारको दिवस छ त्यस्तो समयमा अनि दान दिएको र अब धर्म गरेको चाहिँ अनि कुशल कर्म झन् ठुलो हुन्छ भनेको छ त्यसो कारणले हामीले बुद्ध शाक्य मुनिको 8 प्रकारको दिवस एवं महोत्सव त्यस्तो बेलामा त्यस्तो समय थाहा भएर त्यस्तो समयमा चाहिँ हामीले अनि के अरे धर्मको कार्य धर्मको सोच ध्यान अभ्यास धर्मको कार्यहरू गर्यो भनेदेखि धेरै पुण्य कमाउँछ है त्यसो कारणले मैले आज यहाँ तपाईहरुलाई अनि यो के अरे देवलोक अवतरण दिवस भन्नेको विषयमा परिचय गर्नेको कारण चाहिँ त्यो हो त्यसो कारणले अब तपाईहरु सबैले हजुरहरु सबैले अनि यस्तो समयमा बुद्ध शाक्य मुनिको दिवसहरु त्यस्तो समय ठुलो ठुलो अनि समयमा चाहिँ सबैले ध्यान दिएर अनि आफैले जति सक्दो धर्मलाई अनि के अरे धर्म सुन्ने धर्मलाई पढ्ने धर्मलाई चिन्तन गर्ने अनि धर्मलाई ध्यान अभ्यासहरू गर्ने त्योहरू चाहिँ राम्रो गरेर गरिदिनुहोस् भन्ने भन्नु चाहेको छ त्यो सँगै अनि तपाईहरुले हामी बौद्ध भएको कारणले बुद्धको अनि त्यो के अरे 12 वटा लीलाहरू
बुद्धको अनि यो दिवसहरू 8वटा दिवसहरू त्यस्तो सबै पढेर थाहा हुनु गरेर त्यस्तो समयमा चाहिँ समय खाएर नजानु दिएर अनि धर्म राम्रो गर्नुहोस् भनेर चाहिँ अनुरोध गर्दछु। लसो थुजी छे।